ल सबैलाई नमस्ते। र आज चाहिँ हाम्रो यो चौरनगरी युथको कार्यक्रम छ। यहाँ चाहिँ हामीले आज रक्तदान कार्यक्रममा सबैले ब्लड डोनेसन गर्नको लागि हामी आएको छौँ। यो देखेको पारीको यो सानो यो घुम्ती चाहिँ रक्तदान हो। त्यहाँनिर हाम्रो सम्पूर्ण चौरनगरी युथ चौरनगरीको युवाहरू यहाँ अहिले आउँदै हुँदैछ। म चाहिँ यहाँ पर्खिरहेको छु साथीहरू। हामी कहिलेकाहीँ हाम्रो खाली समय शनिबार चाहिँ हामी सामाजिक काममा युवाहरू सक्रिय भएर सामान्य कामहरू गर्दै हाम्रो युथलाई अगाडि बढाउने क्रम जारी छ। हाम्रो व्यस्तताको कारणले केही हप्ता चाहिँ हाम्रो छुटेको थियो, केही कार्यक्रम गरिएन र अहिले केही समयको अन्तरालमा हामीले रक्तदान गर्ने कार्यक्रम राखेको थियौँ। त्यसमा चाहिँ हामी अहिले उपस्थित हुने क्रम जारी छ। साथीहरू आउँदैछन्। यहाँ रक्तदान गर्न चाहनुहुनेहरूले रक्तदान गर्न सक्नुहुनेछ र हामी पनि गर्दैछौँ। हाम्रो पाल्दोजे भाइ यहाँ हुनुहुन्छ। यो लाइन चाहिँ टिकटको लागि हो साथीहरू। यहाँ टिकट लिएर चाहिँ हामी सुन्दरामाथि धरहरामाथि चढेर काठमाडौँको भ्यूज हेर्न सकिन्छ। यो धरहराको छुट्टै इतिहास छ। तपाईँहरूलाई सबैलाई नेपालीहरूलाई थाहा भएकै कुरा हो। पुरानो धरहरा चाहिँ भूकम्पले 2072 साल वैशाख 12 गतेको भूकम्पले यो भग्नावशेषको रूपमा भएको हुनाले अहिले यो नयाँ धरहरा चाहिँ हामीले बनाएको हाम्रो नेपाल सरकारले बनाएको छ। र त्यसैमा तपाईँहरू चढेर हाम्रो काठमाडौँको भ्यूजहरू हेर्न सक्नुहुन्छ। यो रक्तदानको लागि तयारी हुनुहुने तपाईँहरू आउन सक्नुहुन्छ। रक्तदान गरी जीवन बचाउँ। रक्तदान महान काम, रक्तदान पुण्य काम। यो काम चाहिँ हामी सबैले गर्न सकिन्छ। ल है साथी हो काठमाडौँको दृश्य यस्तो छन्। गाडीहरूको घुइँचो, रोड सानो भएर यहाँनिर धेरै घुइँचो छ। ड्राइभ गर्नु पनि अप्ठ्यारो, ढिलो, सधैँ जाम, व्यस्त सडक यो। यहाँ 2 लेन मात्रै छ, यतिले खास पुग्दैन सडक। यहाँ सवारी साधनको धेरै चाप बढिरहेको छ दिनानुदिन, तर बढाउने ठाउँ पनि छैन। यो एकदमै अव्यवस्थित सहर हो। यतापट्टि टुँडीखेल अनि यो देखिएको सामनेको धरहरा यो नयाँ धरहरा हो। यता टुँडीखेल जाडोको लागि जाडोले घाम ताप्नेहरू एकदम धेरै हुनुहुन्छ सबै मान्छेहरू। तर के गर्ने, यहाँ राम्रो तरिकाले व्यवस्थापन छैन। सब यो जग्गा ठडिएको छ, घाँसहरू। यो यहाँभित्र फुटबल खेल्ने, क्रिकेट खेल्ने, घाम ताप्ने, घुम्न आउने मान्छे धेरै देख्न सकिन्छ। ल यो माथि देखिएको धरहरा अब नेपालमा हुने अझ काठमाडौँमा हुनेलाई त यो बेकाम लाग्छ यो भिडियो। यस्तो जाबो भने जस्तो लाग्ला। तर विदेशमा बस्ने, नेपालबाट धेरै टाढा हुने परदेशीहरूको लागि चाहिँ यो पनि ठुलो कुरो हुन्छ, जुन कुरा हामीले महसुस गरिसकेका छौँ, भोगिसकेका छौँ। त्यसैले यो साना साना कुराले पनि परदेशमा रहँदा चाहिँ हाम्रो मनले खुसी हुन्छ। नेपालमा भएको अनुभव गर्न सकिन्छ होइन। त्यसैले कतिपय कुरो सानो सामान्य भए पनि मनोवैज्ञानिक रूपमा एकदम जटिल र ठुलो लाग्छ। त्यसैले पनि मैले यो सामान्य दृश्यहरू यहाँनिर भिडियो बनाइरहेको छु। यो चाहिँ टुँडीखेलदेखि दक्षिणपट्टि उता हाम्रो त्रिपुरेश्वर उता हाम्रो रङ्गशालातिर जाने बाटो भइहाल्यो। अब यो दृश्य पनि मैले अलिकति कैद गरिहालेँ। यो नयाँ धरहरा चाहिँ अहिले अलिकति राम्ररी व्यवस्थापन गरिएको छ। भित्र क्यान्टिनहरू, बस्ने ठाउँ, पार्कहरू सबै छ। त्यस कारणले यो पहिलाभन्दा व्यवस्थित रूपमा चाहिँ अहिले स्थापना गरिएको छ। छुट्टी मनाउन, घुम्नको लागि पनि यहाँ आउँदा रमाइलो हुन्छ। पहिलाभन्दा अलिकति यो एरिया चाहिँ अलिक ठुलो खुल्ला बनाइएको छ, जसले गर्दा धेरै मान्छेहरू
यहाँ आएर बस्न घुम्न मिल्छ। देखिएको टुरी खेल ल है यो गाडीहरू हेर्नुहोस् शहीद गेटबाट आउँदैछ। रक्तदान, जीवनदान अनि पुण्य काम। रक्तदानको कार्यक्रम सुरु भइसकेको छ। अब हाम्रो यो चौरनिगढी युथको टिमले पनि रक्तदान गर्ने कार्यक्रम सुरु भइसकेको छ। हाम्रो शिवजी भाइ, पाल्दोर्जे भाइ, हाम्रो दुलाराज दाईहरू, हाम्रो वडा अध्यक्ष वडा नम्बर 4 को, उता हाम्रो श्याम प्रकाश राई, अनि म, अनि यहाँ ध्रुव सर, हामी सबै चौरनिगढी युथको अहिले यहाँ पालो आइसकेको छ। हामी रक्तदानको लागि हामी तयारी अवस्थामा छौँ, फर्म भर्दैछौँ, चेक गर्दैछौँ। रक्तदान, जीवनदान, सामाजिक काम, यो हाम्रो चौरनिगढी युथको, चौरनिगढीको युवाहरूले हाम्रो छुट्टीको समयलाई सामाजिक काममा लागि पर्ने गरेको छ। त्यसैले सबै युवाहरूको सङ्गठनलाई बिस्तारै बिस्तारै मजबुत बनाउँदै सामाजिक अभियानमा अगाडि बढाउन मद्दत पुग्छ। अब हरेक कुरा एकैचोटि चाहिँ व्यापक भयङ्कर भएर जाँदैन। सङ्घ सङ्गठन भनेको सानोबाटै ठुलो हुने हो, बिस्तारै बिस्तारै जाने हो। तर यसलाई चाहिँ कानुनी रूपमा, व्यावहारिक रूपमा लागू गर्दै जानुपर्छ, अनि मात्रै यो हुन्छ। एकैचोटि हामीले ठुलो आशा पनि गर्नु मिल्दैन। हामी अनुभव गर्दै हामी चाहिँ यसको अभ्यास गर्दै लाने हो।